नेपालमदर.com हेरिरहनुभएका दर्शक महानुभावहरू, तपाईहरुलाई फ्लोरिडाको ओर्लान्डो विकिवा रिभर स्प्रिङबाट हार्दिक नमस्कार र स्वागत छ। अहिले क्यामेरामा हुनुहुन्छ धनमान थापाजी, मेरो पछाडिपट्टि सरस्वती बहिनी, अञ्जना, सरस्वतीको मम्मी, सुभाष भाइ अनि यतापट्टि निशा बहिनी। हामी अहिले जम्मै 3 6 2 8 जनाको टिम छ र हामी यो अहिले जुन नदीमा यो चाहिँ नि यो नदी चाहिँ नबनाऊ, यहीबाट यो चाहिँ के रहेछ भने ओर्लान्डोको यो ठाउँमा यहीको जङ्गलको बीचबाट यति ठुलो मूलमा पानी चाहिँ उम्रेको रहेछ कि यो पानीबाट यहाँ चाहिँ यो बगेर पनि जाँदो रहेछ यो अघि। अनि र यसरी जाने क्रममा यो धेरै परसम्म रहेछ र एकदमै चिसो पानी यो चाहिँ नि जमिन मुनिबाट निस्केर आएको तर धेरै ठुलो मात्रामा उम्रिएको पानी रहेछ। असाध्यै रमाइलो ठाउँ, चिसो पानी अनि बोटिङ गर्नको यहाँको मजा चाहिँ असाध्यै राम्रो र मजा आउँदो रहेछ। दर्शक महानुभावहरू, मैले पहिलो पटक यो फ्लोरिडाको भिजिटको क्रममा आज यो मजा लिइरहेको छु। अनि तपाईहरुलाई कस्तो फिल भएको छ अञ्जना? एकदमै रमाइलो छ भाइ, मेरो त इन्ट्रेस्ट पनि हो यसरी पानीमा बसेर हैन कनाई गर्ने बोटिङ गर्ने, मलाई एकदम रमाइलो भइराछ भाइ। ओके, अनि निशा बहिनी? हजुर एकदम रमाइलो छ भाइ। अनि आशिष भाइ? मलाई चाहिँ रमाइलो लागिराछ, कभर गरिराछ मलाई। हजुर हजुर। अनि यतापट्टि सरस्वती बहिनी कस्तो फिल भइरहेछ? साह्रै रमाइलो, मनै आनन्दित भइराछ भाइ। है। अनि आमालाई कस्तो लागिरहेछ? मलाई त सबभन्दा रमाइलो है। अलिकति हजुर। रमाइलो मलाई भइरहेको छ। अनि सुभाष भाइको प्रतिक्रिया सुनाउ न त। मेरो त अब आनन्दको छेवा, हिजो मम्मी अलिकति घुम्न पाउनु भएको थिएन, आज घुम्न रमाइरहनु भएको छ, आनन्द त्यसैमा छ। अनि यो यस्तो रमाइलो प्राकृतिक सौन्दर्य भएको ठाउँ है। हजुर। जस्तो हामी कनोइङ गर्दै जाँदैछौँ। धना चाहिँ तपाईँ यतापट्टि पनि यो क्यामेरा लैजानु होला, उताबाट पनि हाम्रो यो टुरिस्टहरू यो विभिन्न एङ्गलबाट चाहिँ हामी यता जाने भनेको है। बोटिङको सिलसिलामा विभिन्न एङ्गलबाट चाहिँ जान सकिँदो रहेछ यहाँ। र वास्तवमै चिसो पानी, जमिन मुनिबाट आएको चिसो पानी, तर यति धेरै पानी छ यहाँ, यति गहिराई छ। यो चाहिँ यस्तो किसिमको एकै ठाउँबाट यति ठुलो मात्रामा पानी निस्केको मैले अहिलेसम्म कुनै पनि देश भिजिट गर्दा होस् अथवा नेपालमै पनि हामीले देखेका थिएनौँ। जस्तो नेपालमा चाहिँ या त हिमाल पग्लिएर नदीको सुरुवात हुन्छ या चाहिँ सानो मूलबाट सुरुवात हुन्छ, तर यहाँ चाहिँ यति ठुलो जमिन मुनिबाट एउटा नदीकै रूपमा चाहिँ निस्केको रहेछ र यो अचम्म लाग्यो मलाई। अब हाम्रो डुङ्गालाई सरस्वती र सुभाषको टोलीले चाहिँ उछिन्ला जस्तो छ, किनभने धन चाहिँ अहिले चाहिँ डुङ्गा चलाउन छोडेर क्यामेरा चलाइरहनु भएको छ। अनि डुङ्गा अब यहाँबाट यसो मोडौँ न। ओके, कति परसम्म छ यसै गरे? हेर्नुहोस्, यहाँ चाहिँ यो चाहिँ पानी उम्रिएर जुन नदीको रूपमा बगेको छ, एउटा लेकको रूपमा पनि छ यो। यहाँ चाहिँ कमलका फुलहरू, विभिन्न फुलहरू अघि एकदमै चाहिँ धेरै रहेछन् र एक किसिमको नयाँ किसिमको आनन्द। हामी पोखरामा फेवा ताल, बेगनास ताल र रूपा ताललाई पनि आज कल्पना गरिरहेका छौँ, तर यो ताल होइन, यो चाहिँ पानी बगिरहेको छ, ठुलो नदीको रूपमा बगिरहेको छ। र हामी यो 8 जनाको टिमले अहिले असाध्यै रमाइलोसँग चाहिँ गरिरहेछौँ। धनजी, म तपाईँलाई नै सोध्छु, कस्तो फिल भइरहेछ? रामप्रसादजी, यो चाहिँ हाम्रो तपाईँ चाहिने भर्जिनिया, मनासस भर्जिनिया, वासिङटन डिसी मेट्रो एरियाबाट आइदिनु भयो हामीहरूको लागि। यो तीजको एउटा चाहिने मौका पारेर नेपालमोडर.com-लाई थ्याङ्क यू भनिन्छ। यहाँ हाम्रो सम्पूर्ण यी हाम्रो पछाडि चाहिँ हाम्रो ओर्लान्डो फ्लोरिडाका स्टुडेन्ट भाइ बहिनीहरूले हामीहरूलाई साथ दिनुभएको छ र हाम्रो चाहिँ रामप्रसाद खनालज्यू र चाहिने यो नेपालमोडर.com-मा हेर्न नभुल्नुहोला। यहाँका यी चाहिने रमणीय स्थानहरू र कुन ठाउँ रमाइलो हुन्छ ती ठाउँहरूलाई चाहिँ केही क्याप्चर गरेको छ। धन्यवाद रामप्रसादजी। तपाईँले खिच्नुभयो, तर मैले अहिले तपाईँको क्यामेरा समाएर खिच्नु मिल्दैन। एकचोटि तपाईँतिर क्यामेरा फर्काइदिएर तपाईँलाई पनि म देखाउन चाहन्छु। एकचोटि क्यामेरा तपाईँतिर फर्काइदिनु होला। न, म आफै फर्काइहाल्छु नि सर।
ल दर्शक महानुभावहरू उहाँ हुनुहुन्छ फोटो पत्रकार धनमान थापा जो पहिला भर्जिनियाको निवासी अहिले फ्लोरिडामा हुनुहुन्छ मेरो मित्र हुनुहुन्छ नेपालमदर.com को विशेष प्रतिनिधि पनि हुनुहुन्छ ओर्ल्यान्डो हाम्रो यो फ्लोरिडाबाट उहाँ चाहिँ नि धनफोटोज.com मा उहाँका प्रोफेसनल फोटो र भिडियोग्राफी पनि तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले उहाँ र हाम्रा भाइ बहिनीहरूको सहयोगमा मैले चाहिँ यो ओर्ल्यान्डोको विकिवा रिभर स्प्रिङमा हामीले अहिले यो चाहिँ नि सुटिङ गरिरहेछौँ धेरै धेरै धन्यवाद धनजी तपाईँलाई थ्याङ्क यू